हेलो गाइज, हामी चाहिँ काठमाडौँदेखि कहाँ जाँदैछौँ त तपाईँहरूलाई भन्न चाहन्छु। म यो भ्लग लिएर तपाईँहरूको बिचमा आएको छु। दिदी गीता दिदी हेलो हुन्छ, हामी अब यात्रा सुरु गर्दैछौँ। बाई बाई। दाइ ठिक छ नि खबर? खबर ठिक छ नि सबको? हेलो हेलो। फाइनल्ली गाडीमा चढिसक्यो। अहिले हामी खाजा खाएर त्यहाँ निस्किँदैछौँ। हेलो ठिक छ नि भाइ? ठिक छ। हेलो गाइज, हामी अब खाना खान लागेको यहाँ। फाइनली हाम्रो खाना आइसक्यो। खाना खाने गाइज हामी खाना खाएर नोकलेनमा बसिरहेको छौँ। अब यहाँबाट हिँड्नुपर्ने हुन्छ। नगर नि तिमी कोरियन भाषा आउँछ? आउँदैन? ए भर्खर तिमीले आन्यो आन्यो भने जस्तो लाग्यो। अनि तिमी कति क्लास? 6 क्लास। अहिले 6 क्लास। ए अनि तिमीलाई रमाइलो भइरहेको छ यात्रा? थाहा छैन किन? निन्द्रा लागिरहेछ? रमाइलो गर्नुपर्छ। राति 12 बजे सुतेको हो र? ए चिनी होइन उता मिस्त्री खाउन त चिनी त्यहाँभित्र लिएर हुन्छ। मैले लिएँ होइन नखाने। मैले खाएको। मलाई यो सुपको बारेमा एउटा कुरा भन्नु होला थियो। यो सुप के भन्छ अरे, त्यो मोमो खाने बेलामा राखेको हुन्छ नि त। मोमो खाइसकेपछि अनि मलाई अस्ति भर्खर थाहा भएको कि यो सुप चाहिँ यो सुप हो कि सोप के भन्छ, यो चाहिँ किन राख्यो होला जस्तो लाग्थ्यो क्या मलाई मन नै परेर म त चपाउँदै त्यो गुल्ली गुल्ली खान्थेँ अनि फालिदिन्थेँ क्या त्यो सुप। अनि यो सुपले चाहिँ डाइजेस्ट गर्ने काम गर्छ अरे नि त। मलाई अस्ति भर्खर थाहा भएको क्या। अनि मैले चाहिँ अहिले भर्खर लाइफको फर्स्ट टाइम जस खाएर निलेँ त्यो सुप चाहिँ सोप हो कि के हो सोप, मलाई थाहा थिएन। एउटा नयाँ कुरा थाहा पाएँ मैले। डाइजेस्ट गर्छ भने त्यो त राम्रो हो नि त होइन शरीरको लागि। सो खानुपर्ने हुन्छ। यहाँ हाम्रो दाइ हुनुहुन्छ हरिसिद्धीबाट होइन भाइ, म भक्तपुरबाट। तिमीले यो सुप पहिलेदेखि खान्थ्यौ? खाँदैन थियो? अनि तिमीलाई कसरी थाहा भयो त्यो खानुपर्छ भने? रमाइलो भइरहेछ नि? एकदम रमाइलो भइरहेछ। ए कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। हामी यसरी रमाइलो गर्दै जानेछ। Finally, welcome to Baglung guys, welcome to Baglung। फेरि पनि अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ। अहिले चाहिँ हामी पोखरा कटेर पनि हामी बागलुङमा आइसकेका छौँ साथीहरू। यस यतिको हुटिदिन चाहिन्छ मेरो भ्लगमा। अनि हामी हजुर हाम्रो ड्राइभर दाइले चाहिँ हामीलाई अलिकति हिँडेर जानु भन्नुभयो र अहिले हामी बागलुङ आइसकेका छौँ। र बागलुङमा चाहिँ अहिले हामी एकदम त्यो लामो ब्रिज, सबभन्दा नेपालकै लामो ब्रिजलाई हामी हेर्न जाँदैछौँ। कति लामो रहेछ त। हामीले गाडीबाट हेर्दा त हामी निकै नै मुटु हाम्रो कामिरहेको थियो। अब चाहिँ हामी त्यहाँसम्म जाँदाखेरि चाहिँ हामीलाई कस्तो हुन्छ त तपाईँहरूलाई पनि हामी देखाउन चाहन्छौँ। हामी एकदम एक्साइटेड छौँ त्यो पुलमा गएर हेर्नको लागि। हामी सक्छौँ कि सक्दैनौँ त, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। र एकदमै रमणीय भइरहेछ यात्रा। यात्रा लामो छ, त्यही पनि हामीलाई रमाइलो त भइरहेको छ। अच्छा त तपाईँहरूले पनि हेरेर चाहिँ मनोरञ्जन गर्नुहुन्छ भनेर विश्वास गर्दछौँ। अहिले हामी भन्न चाहन्छ
See you soon. तपाईँहरूलाई एउटा कुरा पनि भन्न चाहन्छु, म चाहिँ पोखराभन्दा यता चाहिँ कहिले आएको थिएन अनि मलाई लाग्थ्यो कि पोखराभन्दा नजिकै हो, त्यहाँ अलिकति उता हो भन्दै त्यो ब्रिज चाहिँ, तर अहिले आउँदाखेरि चाहिँ यति टाढा रहेछ क्या यो ब्रिज चाहिँ, एकदम अलिकति टाढै रहेछ। तपाईँहरूले हेर्न सक्नुहुन्छ हामी यो ब्रिजमा हामी अहिले इन्ट्री भइरहेका छौँ। यहाँनिर चाहिँ ल फोटो खिच्न 20 रुपियाँ रहेछ, म चाहिँ नपाइने हो क्या जस्तो लगाएर चाहिँ 20 रुपियाँ चाहिँ लिँदो रहेछ यस्तो फोटो खिच्दाखेरि चाहिँ। यहाँ शालिग पार्कहरू नि यस्तो रहेछ है गाई, यस्तो रहेछ साथीहरू, यस्तो रहेछ हेर यस्तो पार्कहरू शालिगहरू रहेछ। यहाँ लेखिएको छ स्वागत गण्डकी स्वर्णिम झोला, यानि कि वेलकम टु गण्डकी गोल्डन ब्रिज। वाउ, अबे हेर्दा डर लाग्यो मलाई त, अब के गर्ने होला। तपाईँहरूलाई योमा देखाउँदाखेरि चाहिँ यति लामो छ गाइस यो पुल चाहिँ, हेर्दै डर लाग्यो मलाई चाहिँ, अब थाहा छैन के हुने हो। साइडमा यस्तो रहेछ। फाइनल्ली यो झुलामा चाहिँ आइसकेका छौँ। यस्तो छ यो झुला चाहिँ, एकदमै डर लाग्दो छ, हेर्दाखेरि एकदम डर लाग्दो छ, लामो एकदमै, अनि यो हल्ली पनि रहेको छ गाइस, डर लाग्यो मलाई चाहिँ। अनि यो चाहिँ यस्तो देखिन्छ है, यस्तो लामो छ है, यो चाहिँ एकदमै लामो छ। हेर्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ पुरा यत्रो खोला छ, अनि उता पारी जानुपर्ने। यहाँ अब यो बाटो अघि हामी गएको, अनि यस्तो छ है यहाँ चाहिँ, यस्तो टाइपको छ यहाँ चाहिँ। यस्तो यो ब्रिजलाई देख्दाखेरि चाहिँ लास्ट डर लाग्ने टाइपको छ है, पुरा गाडीहरू हिँडिरहेको छ यहाँबाट चाहिँ। यति लामो छ यार यो ब्रिज, कस्तो उकालो क्या यो ब्रिज त, यस्तो उकालो छ है, माथि भरेर चढेर गएको जस्तो क्या। फाइनल्ली यो झुलामा आउने मन थियो र आएको छु, धेरै नै खुसी लागिरहेछ मलाई चाहिँ। डरको पनि एकदमै हदै पार गरिसक्यो है, लास्टै डर लागेको छ, यत्रो लामो पुल, डर लागेको छ मलाई चाहिँ, एकदम उहाँदै चाहिँ आनन्द चिला बस्नु भएको छ, मलाई चाहिँ एकदम डर लागिरहेको छ, मान्छेहरू पुरा आइरहनु भएको छ। हामी फाइनल्ली हामी तिनजना चाहिँ त्यो पुल, तपाईँहरूलाई अलिक हामीले देख्नु भएको छैन होला, तर त्यो पुलबाट हामीले फाइनल्ली क्रस गरेर आएका छौँ। अनि एकदमै डर लागेको थियो, दिदीलाई एकदम धेरै धन्यवाद, उहाँले मलाई एकदम ठुलो साथ सपोर्ट गर्नुभएको छ त्यहाँदेखि यहाँसम्म पार गर्नको लागि। नभए त म पार गर्न सक्दिनँ थिएँ, यत्रो पार गरेँ, सबभन्दा लामो नेपालकै लामो पुल तरेर आएँ, एकदमै डर लाग्यो, खुसी पनि लाग्यो। एकदमै खुसी लागेको छ, डर पनि डरा यहाँसम्म आउन पाएँ, यति लामो पुल ब्रिज चाहिँ पार गर्यो फाइनल्ली। यति लामो ब्रिज चाहिँ पार गरेर हामी, हेर्नुहोस् कस्तो राम्रो। हामी चाहिँ यो बागलुङको होटेलमा बसेका छौँ, देख्न सक्नुहुन्छ। अनि आज हामी होटेलमा बस्दैछौँ, अनि त्यसपछि भोलि चाहिँ हामी जानेछौँ, अझै माथि हामी जानेछौँ। अनि आज हामी यहीँ बस्नेछौँ, अनि एकदम रमाइलो भएको छ यात्रा चाहिँ, एकदम राम्रो छ। हामी रुममा आइसक्यौँ, हाम्रो रुम चाहिँ यस्तो छ, जोस् राम्रै छ रुमहरू। अनि दिदी हुन्छ कस्तो लाग्यो तपाईँलाई आजको ट्रिप भन्दैन? बब्बाल राम्रो लाग्यो, हिँड्ने गाडीमा अल्छी लाग्यो। अनि अरू खुट्टा दुखिरह के गर्नु, झोला सानो ल्यायो, जुत्ता राख्ने ठाउँ पनि भएन। अनि अरू त्यतिको सबै त्यतिको सामान चाहिँ डेन्जर ल्याउन मन लाग्ने कि, सामान त सुटकेस ल्याउनु मन थियो, तर तपाईँले ल्याउनु भएछ सुटकेस अठाउनु ठाउँ भयो। अनि भोलिको लागि कतिको एक्साइटेड हुनुहुन्छ? भोलिको लागि त डर एक्साइटेड हो। अनि अरू केही भन्न चाहनुहुन्छ? अरू तपाईँहरू पनि अब आउँदाखेरि सुटकेस बोकेर आउँछ, ब्याग चाहिँ नल्याउनु होला। जस रमाइलो भइरहेछ, जस यहाँ आइसकेपछि चाहिँ कति कुराहरू ल्याउन मन लाग्ने, अनि अब झोलाहरूमा ल्यायो भने चाहिँ झ्याउ हुने क्या, त्यही भएर चाहिँ त्यस्तो हुन्छ। जस रमाइलो भइरहेछ। हामी चाहिँ अहिले खाना खाएर बाहिर आइरहेका छौँ, अनि त्यसपछि भित्र चाहिँ त्यो एकदम गाना बजिरहेको भएर मैले भिडियो बनाइनँ, त्यही भएर बाहिर आएर बनाएर चाहिँ अहिले हामी खाना खाएर बाहिर निस्किरहेको छौँ। अनि यहाँ सरसल्लाह भएर चाहिँ हामीलाई लेक लाग्ला, औषधि खाउँ भनेर। के लेक लाग्छ र हामीलाई गाई हामीलाई लाग्दैन, त्यस्तो हामीलाई लाग्दैन भनेर सोच्नु पऱ्यो कि, भित्र मानसिकता हामीले एकदम पोजिटिभ बनाउनु पर्ने हुन्छ यो समय। अनि खाना कस्तो लाग्यो भन्यो? खाना मिठो लाग्यो, दाल सुरुमा चाहिँ पातलो थियो, पछि चाहिँ बाक्लो आयो, अनि त्यही हो। म यो भिडियो हाल्छु युट्युबमा, ओइ कस्तो हाल्यो भनेको, त्यही भएर त बनाएको। कस्तो लाग्यो? एकदम मिठो लाग्यो, एकदम मिठो लाग्यो।
हामी चाहिँ एकदम खुसी छौँ जे होस् रमाइलो भएर त्यो साह्रो सोचे जस्तो एकदम मान्छे मर्दो होला जाडा जस्तो तर त्यस्तो छैन गाई तपाईँहरू आउन सक्नुहुन्छ तपाईँहरू निर्धक्काएरै होटल बस्न सक्नुहुन्छ त्यही हो है त हामी एकदम खुसी छौँ अब हामी कहाँ जानु थाहा छैन 8 बजीभन्दा अगाडि नै खाना खाइसकेका छौँ हामीले हामी एकदम खुसी छौँ भोलिको लागि एकदम एक्साइटेड छौँ म चाहिँ एकदम फ्रेस पनि भएर आइसकेको छु भोलि तातो पानीमा चाहिँ हामी जाने बित्तिकै सुरुमा चाहिँ तातो पानीमा डुबाउने भन्नुभएको छ दाइले अनि तातो पानी दाइले यस्तो कुरा हाँस्ने कुरा भन्नुभयो कि तातो पानीमा हामी जान सक्छौँ र त्यहाँ चाहिँ पानी के हुन्छ एकदम तातो हुन्छ र हाम्रो मुख एकैछिनमा रातो हुन्छ भन्नुभयो र त्यो कुरा सुन्दाखेरि चाहिँ मलाई एकदमै आवाज उठिरहेको थियो होइन गाइज अनि जस एकदम खुसी छु आइ एम सो ह्याप्पी किनभने मेरो यो बिदाको समय चाहिँ मैले एकदम राम्रोसँग सदुपयोग गरिरहेको छु अरू धेरै कुराहरू गरेको छु खुसी लागिरहेको छ एकदम ह्याप्पी आइ एम सो ह्याप्पी तपाईँहरूलाई केही भन्नु छ कि मेरो यो बिहान बेलुका चाहिँ चिसो छ दिउँसो चाहिँ घाम लाग्छ गाइज त्यस्तो तर एकदमै जाडो त छैन है एकदम मर्ने त्यस्तो एकदम जाडो छैन जाडो त छैन अनि अरू केही भन्ने कि अरू केही नभन्न केही भन्ने कि होइन भन्ने अल गुड ओके थ्याङ्क यू सो मच सबैजनालाई यहाँको गाडी चाहिँ यही हो भन्नु न अनि अरू त्यो चाहिँ हामी सबैजना आएको ग्रुपमा चाहिँ एकदम रमाइलो हुनुहुन्छ जाने भए अब धेरै नसता तिम्रो त्यो चाल देखेर आज फुरफुरे लाग्यो जाने भए कडा अब धेरै नसता माइकमा गर्नुपर्ने उपाय त्यो चाहिँ हामी आएको गाडी हो एकदमै रमाइलो भयो गाडी पनि एकदम राम्रो छ यो यही गाडीमा हामी आएका थियौँ एकदम राम्रो छ यो गाडी चाहिँ व्हाइट कलरको स्कर्पियो वा यहाँ चाहिँ धेरै धेरै स्कर्पियोहरू आउँदो रहेछ अनि मलाई एकदम खुसी लाग्यो प्राय गाडीहरू देख्दाखेरि चाहिँ ऐना राम्रो छ अब हामी जानुपर्ने हुन्छ यो हामी बसेको होटल चाहिँ एकदम राम्रो छ अब चाहिँ हामी भोलिको लागि रेडी पनि गर्नुपर्ने हुन्छ र रेडी पनि गर्नुपर्ने हुन्छ त्यसैले पानी डुबिल्कीमा छौँ हामी डुबिल्कीमा छौँ पानी भोलिमा यस्तो तातो हुन्छ यस्तो रमाइलो हुन्छ हामी अनि जाडो सबै कम हुन्छ होइन नगाउँ होला कहाँ बाथी होइन हजुर बाथी बिर्सेँ कि कहाँ अनि अब भोलिको लागि पनि तयारी गर्नुपर्ने हुन्छ ए हो होइन माथि हो ला बिर्स्यो मैले चाहिँ बिर्सेँ है फेरि जानुपर्ने हुन्छ हामी चाहिँ 121 यहाँ रुममा बसेका छौँ एकदम रमाइलो छ कस्तो हुँदैछ रमाइलो छ नि युट्युबमा हालिदिन्छु तिमी हालिदिउँ हो हुन्छ हाम्रो रुम चाहिँ यस्तो थियो हामी अनि हामी चाहिँ अहिले यस्तो यस्तो छ अलिकति यो भद्रगोल नै छ यस्तो ठुलो बेड सुन्नुवाला छ हामी अब हुन्छ अब चाहिँ हामी बेडमा आइसकेका छौँ अनि अब उठ्नु न तपाईँ कस्तै उठिदिराख्यो के अरे अब चाहिँ हामी भोलिको लागि तयारी गर्नुपर्ने हुन्छ अनि त्यसपछि पनि यता आइज न कस्तो होला हामी तिनजना एउटै फ्रेममा टक्क बोल्ने अनि अब हामी भोलिको लागि चाहिँ एकदम एक्साइटेड छु र भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु अनि भोलिको लागि सबै रेडी गर्नुपर्ने हुन्छ भोलिको लागि एक्साइटेड छौ अनि त्यसपछि हुन्छ यो भ्लग एडिट गर्नुभन्दा अगाडि केही भन्नु मन लागिरहेको छ कि केही छैन अब हामी सुत्नुपर्ने हुन्छ गाइज है भोलि चाँडै उठ्नुपर्ने छ सो गुड नाइट बाई बाई अनि हाम्रो यो पूजा सिसको उसमा चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला तपाईँहरूलाई मन पऱ्यो भने अझै नयाँ नयाँ भिडियोहरूमा हाल्ने गर्दछु हुन्छ see you soon see you tomorrow बाई